हेलो एभ्रिवान, सम्पूर्णलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी हाम्रो टिकापुरको नाइट लाइफ, नाइट भ्यू चाहिँ एक्सप्लोर गर्न गइरहेको छौँ। सो रिसेन्टली टिकापुर चाहिँ एउटा गुलाब सिटीको रूपमा एकदमै फेमस भयो। त्यसपछि लगत्तै यहाँ चाहिँ एउटा लाइट सिटी होइन, एउटा उज्यालोको सहरको रूपमा पनि देखियो। जबकि यहाँ चाहिँ एकदमै राम्रो लाइटिङको व्यवस्था गरेको थियो, जुन चाहिँ आज यो भिडियो हामी देखाउन गइरहेका छौँ। यो चाहिँ हाम्रो खडक स्कुल है त। सो आज चाहिँ हामी हाम्रो टिकापुर रोज सिटीको नाइट भ्यू एक्सप्लोर गर्न गइरहेको छौँ। हाम्रो धौलागिरी पसल अनि यता चाहिँ हाम्रो टिकापुर स्टार्ट भयो। अनि हाम्रो त्यो प्रहरी थाना अनि स्विच चाहिँ यो सबै बत्तीहरूको स्विच चाहिँ त्यहीँबाट छ। त्यहाँ मिटर पनि जडान गरे त्यो थानाको गेट नजिकै छ। त्यता चाहिँ मेन स्विच। सो यु क्यान सी दिस। अनि टक्क लाएर देख्न सक्नुहुन्छ त्यो चाहिँ धौलागिरी। अनि हाम्रो लाइट लगाइसकेपछिको टिकापुर। वाउ, क्या दामी ठुलै सिटीमा आएको जस्तो फिल भइरहेको छ। यु क्यान सी। सो यता देख्न सक्नुहुन्छ यो भ्यू इज म्याजेस्टिक। वाउ, लुकिङ ब्युटिफुल। मान्छेहरू फोटो भिडियो खिचिरहेको छन्। क्यामेराको बिजनेस बढिरहेको छ है साथीहरू। अनि अहिले चाहिँ यस्तो देखिरहेको छ हाम्रो टिकापुर। यो हाम्रो प्रहरी थाना स्विच त्यहाँनिरै छ, त्यहाँनिर उता बोर्डमा। यो चाहिँ हाम्रो अहिले सुशील किनारा पसलसम्म छ सायद अहिलेको लाइटिङ चाहिँ। अनि यता चाहिँ हाम्रो यहीँ खडक चोकसम्म छ यो अगाडि यता। अनि मलाई चाहिँ खासमा यो गजब लाग्छ। यो लाइटिङ चाहिँ योभन्दा पहिल्यै बनिसकेको थियो। यताको खास लाग्नुको कुरा यसमा धेरै भिड पनि हुँदैन। प्लस यसमा चाहिँ रेड ब्लू टाइपको त्यो अलिकति डिफ्रेन्ट कलरको कम्बिनेसन छ। प्लस यता अलिकति भिडभाड कम हुन्छ। प्लस रुखहरू छ, ग्रिन भ्यू पनि देख्न सकिन्छ। सो दिस इज द रिजन द सीन इज ब्युटिफुल। सो यहाँ चाहिँ क्यामेराको बिजनेस अचम्मै बढिरहेको छ। यता टक्क लाएर लुक्स ब्युटिफुल, इजन्ट इट? Yes, here I am looking this view. अनि यता फोटो खिचाउने कामहरू भइरहेको छ। एकछिनपछि हामी उता खडक चोक जान्छौँ, उता चाहिँ जाँदैनौँ होला। सो मलाई चाहिँ यताको यो मनपर्छ खासमा चाहिँ, किनकि यता अलिकति भिड कम छ। प्लस लाइटिङको अलिकति भ्यारिएसन छ। व्हाइट लाइट भन्दा कलरफुल लाइट छ। प्लस यतातिर अर्को कुरा चाहिँ ग्रिनेरी छ, हरियाली छ। अनि मलाई यता चाहिँ पहिल्यै मन परेको थियो जति बेला यो पिच नै भएको थियो होइन, पिच भएको थियो, दुईटा लेन बनाएको थियो, त्यति बेलै मलाई मन परेको थियो लाइटिङै नभएको बेला। किनकि ट्याक्क बिचमा रुख होइन, अनि यताउता ट्याक्क पिच रोड होइन, क्या मस्तले रेस्ट गर्न सक्ने दामी हुन्थ्यो क्या। सो त्योदेखि नै मलाई यताको भ्यू मन पर्थ्यो। अहिलेको झनै लाइटिङले सुनमा सुगन्ध एड गरिदिएको छ। अनि यहाँ चाहिँ हामी स्केटिङको इन्जोय पनि गर्न सक्छौँ। पिच रोड छ, प्लस यो भ्यूमा चाहिँ स्केटिङ गर्न सकिन्छ। सो नाइस नाइस। सो अब हामी रोडको मध्य भागमा पुगिसकेका छौँ। यता हाम्रो सामुदायिक पुस्तकालय, प्लस हाम्रो यतातिर क्रिएटिभ, अनि यतातिरको भ्यू। सो यताको यस्तो भ्यू रहेको छ। यताको लाइटिङ, यो बसाइ, प्लस अब चाहिँ यता
यस्तो रहेको छ। यता यस्तो किसिमले देखिन्छ यो चाहिँ, प्लस एकदमै राम्रो देखिरहेको छ। यो चाहिँ खासमा पहिल्यै बनाएको थियो, नथिङ रिसेन्ट हैन, तर आई वान्टेड टु कम हियर, सो त्यो दिन चाहिँ आज बनेको छ। अनि त्यसपछि हामी यताबाट यसो गएर अस्पताल हुँदै टक्क एकछिन खडक चोकबाट चाहिँ दृश्यहरू देखाउनेछौँ। So beautiful, so elegant, looking like just wow. So that feel is coming here. अनि यहाँ चाहिँ हाम्रो के छ भनेपछि एउटा सुधार केन्द्र छ, राइट? वाउ। अनि यता चाहिँ हाम्रो सुधार केन्द्र, अनि यस दिस लुक्स लाइक दिस, दामी। अनि यताबाट चाहिँ हामी टक्क लगाएर हाम्रो घण्टाघर जान सक्छौँ, जहाँ चाहिँ घडीमा जहिले पनि 12 बजे हुन्थ्यो। टिकापुरको हालत पनि 12 बजे जस्तो थियो। अहिले त घडी नै बन्द छ कि आजभोलि। तर यो रोड कहिले पनि बनेन अहिलेसम्म, त्यो चाहिँ एउटा ब्याड एस्पेक्ट हो। सो मम्मी बुवा आर देयर, अनि यस दिस आई लभ इट। यहाँ चाहिँ अहिले कमै छन्, किनकि यो मेन रोड होइन नि त, त्यही भएर पनि। सो यता चाहिँ हाम्रो यो ओसोको पसल, यता तरकारीको कता थियो ब्यानर छैन त। सो यताको भ्यू प्लस एउटा दुध डेरी ओसोको त्यही हो सायद ब्यानर, आजभोलि देखेन मैले। सो दामी। ओके, सो यहाँनिर आहा चाउमिन सेन्टर छ, त्यहाँको चाउमिन पनि आहा नै छ। स्पोन्सर गरे होइन है। वाह वाह, दामी दामी। हामी चाहिँ टक्क हिँडेर एक्सप्लोर गर्दैछौँ। अलराइट, यतातिरको यो दृश्य। अनि यो चाहिँ हाम्रो पुरानो पानी टङ्की, एकदमै टिकापुरको पुरानो पानी टङ्की। प्लस अनि यता अघि नै भने आहा चाउमिन सेन्टर। अनि यतातिर यो पनि एकदम बस्ने एकदम व्यवस्थित राम्रो बनायो। यहाँ 2टा चौतारी बन्यो, एकदम यो चाहिँ एकदम राम्रो पछ हो। यहाँनिर यो अनि यहाँनिर यो दामी है, यो चाहिँ एकदमै राम्रो कुरा लाग्यो मलाई चाहिँ। सो एज युजुअल यो चाहिँ हाम्रो वीरेन्द्र जाने बाटो। यो बाटोसँग धेरै सम्झनाहरू, धेरै साथीहरूसँग याद जोडेको छ। सो आई लभ टु मिस अल माई +2 साइन्स फ्रेन्ड्स, नवराज, अनिकेत, अल एभ्री वान, लभकुश, एभ्रीबडी, सबैलाई याचके आई मिस यु एभ्रीबडी। अनि हाम्रो यतातिर कान्छी बजारतिर जान्छ यो रोड, यो त मैले भनि नै सकेँ। यो जान्छ हाम्रो वीरेन्द्र स्कुल। ओके, यहाँ रेड लाइट। अब हामी अस्पतालको ट्याक्क बाटो हुँदै त्यो बाटो चाहिँ हामी मुभ गर्नेछौँ, राइट? सो यु क्यान सी यु आई एम ह्याभिङ सम ब्युटिफुल मोमेन्ट। अनि यतातिर साथीहरूको रुम पनि थियो, रुम जाने बाटो उता नवराजको रुम। अनि के त है, क्या मेमोरी छ यार त्यो बाटोतिर पनि साथीहरू। आई मिस यु अल अफ यु यार। हुन्छ नि, त्यति बेलाको समयमा स्पेन्ड गरेको टाइम र त्यही समयमा फेरि हामी चाहिँ अहिले यो टाइममा चाहिँ यसो इभिनिङ वाक गर्दाखेरि क्या गजब फिल आउँथ्यो होइन र? सो यहाँबाट चाहिँ एकदमै दामी देखिरहेको छ यो भ्यू। ओ माई गड, त्यो भ्यू चाहिँ त्यो लाइटिङले मात्र केही गर्दैन थियो, यो ग्रिनेरीले पनि धेरै कन्ट्रिब्युट गरेको छ यो दृश्यलाई
यो भ्यूलाई चाहिँ एकदमै भव्य र सभ्य बनाउन कि। सो त्यही भएर जहिले पनि रुख जोगाउनु पर्छ भन्ने कुराहरू किन इम्पोर्टेन्ट छ भन्ने कुराहरू यसरी बुझ्न सकिन्छ। यहाँनिर हाम्रो खनेना रेस्टुरेन्ट बार। सो अब चाहिँ ट्याक्क हामी चाहिँ यो हाम्रो सामुदायिक एफएमतिरको बाटो हो। यसको सिधा टिएमसी जान्छ। यता गयो भने वीरेन्द्र स्कुल अथवा वीरेन्द्रको ग्राउन्ड जान्छ, जुन बाटोमा हाम्रो धेरै सम्झनाहरू जोडिएको छ। किनकि हामी कहिलेकाहीँ कलेजबाट आउँदाखेरि कहिलेकाहीँ यही बाटो पनि आउँथेँ म। अनि एज वी अल नो द्याट यो बाटो चाहिँ हाम्रो अस्पताल जान्छ। सो यो चाहिँ यतातिरको लाइटिङ चाहिँ अलमोस्ट यति नै थियो। सो अब लाइटिङ हेर्न बाँकी भनेको त्यही मेन रोडको खडक चोकबाट म देखाउँछु एकछिनपछि। सो यताको लाइटिङ चाहिँ यस्तो छ। सो यो हाम्रो टावर भनेको यो चाहिँ हाम्रो नमस्ते एफएम। अनि अर्को टावर चाहिँ भनेको त्यो एनटिसी सिमको त्यो के हो एउटा भनौँ न अफिस हो, एनटिसीको अफिस। सो यहाँ चाहिँ सिधा टिएमसी, यता हाम्रो वीरेन्द्र प्लस यता हाम्रो टिकापुर अस्पताल भनेर उता बोर्डमा पनि लेखेको छ, देख्न सक्नुहुन्छ। सो अब हाम्रो बलभद्र चोक हो यो बाटो। अनि यो बाटो चाहिँ हाम्रो टिकापुर अस्पतालको बाटो हो। यो चाहिँ देख्न सक्नुहुन्छ टिकापुर अस्पताल 500 मिटर हाम्रो विद्युतको हो कि टेलिकमको गाडी हो। सो यो चाहिँ हाम्रो अस्पतालको बाटो। यतैबाट देखिन्छ होला, अलिकति जुम गऱ्यो भने त्यो जुन लाइटिङ आइरहेको छ त्यो चाहिँ हाम्रो खडक चोकको लाइटिङ हो, जहाँ चाहिँ हामी गइरहेको छौँ। सो हामीले एक राउन्ड हान्यौँ थानाबाट भित्र प्रहरी इलाका प्रहरी कार्यालय टिकापुरबाट। यसो राउन्ड हानेर फेरि हामी खडक चोकतिर पुग्दैछौँ। सो यो हाम्रो अस्पताल हो, यो पार्किङ स्थल हो यतातिरको। सो अहिलेको अब अहिलेको करेन्ट गेट भनेको यही हो। स्केटिङ खेलिरहेका भाइहरू छन् रात्रिकालीन समयमा। अर्को भाइ यहाँ छ स्केटिङ खेलिरहेको। सो यो हाम्रो टिकापुर अस्पताल, त्यो एटिएम, अनि अहिले खुल्ला भएका फार्मेसीहरू, मेडिकल सपहरू, यो टिकापुर अस्पताल। सो यस यता पनि लाइटिङ हुनुपर्थ्यो यार, होइन र? यता झन् मान्छे आउने, एकदमै धेरै मान्छे आउने अस्पताल जस्तो होइन, संवेदनशील एरियामा चाहिँ पार्किङको व्यवस्था अनि भिड व्यवस्थापनको व्यवस्था प्लस लाइटिङ, रातको लागि लाइटिङको अरेन्जमेन्ट चाहिँ हुनुपर्छ। सो हाम्रो यतातिरको प्रशासनिक भवन हो टिकापुर अस्पतालको। सो यता पहिला हाम्रो राज सिनेमा हल थियो, अहिले देखिँदैन होला। अनि यो एउटा प्रतीक्षालय छ, यो वाला चाहिँ गोजीहारी भन्दा के लेखेको छ। यो पहिला यता थियो यो मेडिकल चाहिँ। अनि त्यो प्रतीक्षालयमा एकदमै मेमोरी छ हाम्रो सानो छँदाखेरि, एकदमै यहाँ बसिन्थ्यो। अनि प्लस यहाँनिर राज सिनेमा हल थियो, जहाँ चाहिँ हामीले देख्न त पायौँ तर जान पाएनौँ। देखिरहेको बेला त्यति बेलासम्म बन्द भइसकेको थियो। त्यो चाहिँ सार्वजनिक शौचालय हो यो चाहिँ। अनि हाम्रो यो यताबाट मर्सिरी हाउस पनि जान सकिन्छ। यो मर्सिरी हाउस पहिला चाहिँ डाइरेक्ट ओपनिङ थियो, आजभोलि यताबाट छैन होला, उताबाट अस्पतालबाट भित्र नै प्रवेश गर्नुपर्छ होला त्यो मर्सिरी हाउस जान। सो वी आर नियर द खडक चोक, अबाउट टु रिच विदिन 1 मिनट। लेट्स सी देयर। अहिले जुन किसिमको उज्यालो छ त्यसलाई डिस्करेज गर्न खोजेको त होइन, तर पनि अझै निर्माणका लागि अरू कुराहरू पनि थिए, डेभलपमेन्टका अरू स्ट्रक्चरहरू, अरू एस्पेक्टहरू पनि थिए। जस्तो टिकापुर नगरपालिकामै कतिपय यस्ता बाटोहरू छन्, कति यस्ता ठाउँहरू छन् जो नगरपालिका हो भनेर विश्वास गर्न पनि सकिँदैन। त्यहाँको बाटो त्यो होइन, कति हिँड्ने, लाखौँ हजारौँ मान्छे हिँड्ने बाटो अहिलेसम्म पनि बिचबिचमा पिच बनिएको छैन अथवा पिच नै भत्किएको अवस्था छ होइन। त्यस्तो किसिमको रोडको अवस्था छ र टिकापुरका गल्ली गल्लीहरूमा एउटा लाइट पुग्न सकेको छैन कि।
अन्धकार छ। टिकापुरको गल्लीको त के कुरा गरौँ, यहाँ पनि त खासै लाइटिङ छैन। यो लाइटिङ यताउतैबाट आएको लाइटिङ हो। मेन सडकमा यहाँ हालेको लाइटिङ देख्न सक्दैनौँ अहिलेलाई। जबकि यही सिचुएसनमा चाहिँ एउटा मेन रोडमा चाहिँ यस्तो किसिमको एकदमै हुन्छ नि कलरफुल लाइटिङ भएको अवस्था देख्न सकिन्छ। सो एक किसिमको यो राम्रो पनि नराम्रो एम्बिभ्यालेन्स मोमेन्ट हो, तर जे छ त्यसलाई सम्मान चाहिँ गरौँ, यति हुन पनि राम्रो कुरा हो। सो यहाँ चाहिँ पुलिसको भ्यान आएको छ। ओहो, यहाँ चाहिँ एकदमै महोत्सवै जस्तो लागिरहेको छ मलाई चाहिँ, यता फिल भइरहेको छ। म चाहिँ कहिले पनि आएको थिएन, हुन त यो पहिला भएको पनि थिएन। सो अहिले त एकदमै क्या गजब लागिरहेको छ, फिलिङ लाइक महोत्सव। मान्छेहरू क्यामेरा लिएर पनि लागेका छन्, सुरक्षाकर्मीहरू हुनुहुन्छ यतातिर चक्क लगाएर देख्न सक्नुहुन्छ। यो अहिले यस्तो सुरक्षाको व्यवस्था पहिले थिएन, अहिले चाहिँ यो लाइटिङले चेन्ज गरेको कारणले गर्दाखेरि सुरक्षा व्यवस्था अलि राम्रो भएको छ। यो हो करेन्ट सिचुएसन, इन्भाइरोमेन्ट। यहाँ चाहिँ अहिले क्यामेरा DSLR क्यामेरा ल्याएर मान्छेहरू इन्जोय गरिरहेको छन्। सो यो चाहिँ हाम्रो अहिले खिचाउन खडक सिंह बाजेको मूर्ति चाहिँ एकदम लाइटिङ गरिरहेको छ। वाउ, ब्रिलियन्ट। सो यताको मैले पुरै स्फेयर देखाएँ यसरी। पहिला चाहिँ यसरी गइरहेको छ यो स्फेयर चाहिँ, अनि यता यस्तो लुक प्लस रकम हुने है, यता चाहिँ यस्तो भ्यू रहेको छ। ओके, अल राइट। सो लेट्स ह्याभ सम क्लिप हियर अफ फोटो एन्ड भिडियो। सो मम्मीको यहाँ भिडियो। सो आफ्टर ह्याभिङ सम क्लिप हियर वी आर अगेन मुभिङ टु आवर होम है। एकदमै भिड यार, के पारा हुन लाग्यो टिकापुरमा गाइस। आओ 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 भने जस्तै। सो दुर्गा प्रसाईले आओ आओ भनेका मान्छेहरू सबै यहीँ आइरहेको जस्तो मलाई लागेको छ यहाँको माहौल हेर्दाखेरि। ओके, सो यस्तो किसिमको माहौल देख्न सकिन्छ यहाँ। प्रहरी यहाँ क्यामेराम्यान देख्न सक्नुहुन्छ, यस्ता सयौं क्यामेराम्यान छन् यता। टिकापुरको लाइटिङले एउटा नयाँ बिजनेस थपिदिएको छ युथहरूको लागि। सो इट क्यान बी द गुड थिङ है, राम्रो कुराहरू हुनसक्छ। ओके, सो एन्ड लेट्स मुभ। मान्छेहरू टाढा टाढाबाट अटोमा भए पनि यहाँ चाहिँ फोटो खिच्न आइरहेको दृश्य देख्न सक्छौँ हामीले। अनि यो हेयर कटिङहरू चाहिँ रातिसम्म चालु हुँदो रहेछ यार। यो एक दुईवटा अरू पनि देखाएको छु मैले। सो यता चाहिँ टक्क लाएर देखिरहेको अवस्था छ कान्छी। मान्छेहरू चाहिँ आयो यार, यो लाइटिङले गर्दाखेरि मान्छेहरूलाई ग्र्याब चाहिँ गर्यो यार। अनि यो बाहिरको लाइटिङले भित्रलाई कतिको हेल्प गर्छ गाइस? व्हाट डु यु थिङ्क? बाहिरको आउटर वर्ल्डको लाइटिङले गर्दाखेरि हाम्रो इनर वर्ल्ड, स्पिरिचुअल वर्ल्डलाई के बेनिफिट गर्छ? डज दिस मेक्स एनी लङ टर्म चेन्ज? अब उता पुरै, अब यो हाम्रो उता गुम्बा रोड उता पुरै अब खासै त्यस्तो लाइटनिङ त्यस्तो छैन, तर मेन रोडमा चाहिँ एउटा मेजेस्टिक भ्यू देख्न सकिन्छ। यहाँ भिडियो सुटहरू, फोटो सुटहरू सबै हुन्छन् है। मलाई चाहिँ मेरो क्यामेरा नै इनफ छ, मोर देन इनफ। सो यहाँ चाहिँ लाइटनिङ सबै व्यवस्था दामी दामी। अनि अर्को कुरा, हाम्रो सङ पनि अब छिट्टै यो भिडियो अपलोड गरिसक्यो बेला सायद आउँछ या आइसक्यो हुन्छ, जे होस्। रमेश प्रसाद भण्डारी युट्युब च्यानलमा गीतहरू चेक गरिदिनु होला, सायद आउँछ होला अथवा आइसकेको होला। जे भए पनि जस्ट भिजिट माई युट्युब च्यानल रमेश प्रसाद भण्डारी। इफ देयर इज अ सङ
provide some feedback after listening that, and if the song has not uploaded yet, it will come soon. Alright, so यो हाम्रो गुम्बा रोड जाने बाटो, हामी अघि नै जहाँबाट आएको थियौँ त्यही। सो यहाँको भ्यू आई एम लभिङ एन्ड इन्जोइङ। यताको यो शौचालय हो के हो, यो कामै नलाग्ने शौचालय के को हो यो, खै कसका लागि खुल्छ कसले बन्द गर्छन्, हामीलाई त केही अत्तो पत्तो नै छैन। So it was beautiful night. अहिले चाहिँ रातको 8 बजेर you can see 46 मिनट भइसकेको छ। आज वैशाखको 7 गते है त। यस, अनि हामीले यतैतिरको भिडियो देख्न सक्छौँ। हामी चाहिँ खडकचोकबाट आएको है। यस, हामी जहाँबाट आएका थियौँ त्यहीँ पुगिसकेका छौँ। कसरी थाहा पाउनुभयो? है। So we are back again at the origin place. हामी यहाँबाट आएको थियौँ। सो अहिले चाहिँ अलिकति लेट्स ट्राई टु मुभ फर्दर देन दिस प्लेस। होइन, हामी चाहिँ यहाँबाट गएर टक्क राउन्डिङ गरेर टक्क यसरी आयौँ है। अब चाहिँ हामी सिधा एकछिन अलिकति बढ्दै गरौँ। अनि प्लस अघि नै मैले भनेको थिएँ, यहाँ चाहिँ हाम्रो ऊ छ, यो मेन स्विच छ धौलागिरी पसल। हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँको भ्यू यस्तो किसिमको। सो अघि हामी उता गएर आएको थियौँ। सो दिस इज वाट मेक्स अ सिटी ब्युटिफुल, बट नट टु फर्गेट द्याट देयर आर अदर थिङ्स टु मेन, नट ओन्ली दिस। किनकि होइन, दशकौँ भइसक्यो रोड होइन पिच गरे, अहिले त्यसको हालत एकदम खतरा छ। त्यो किसिमको इन्फ्रास्ट्रक्चरलाई पनि हामीले रिभ्युल गर्नु जरुरी छ। यसले चाहिँ एउटा हुन्छ नि टेम्पोरेरी एउटा अट्र्याक्टिभ त सो गर्ला, तर यसले चाहिँ हुन्छ नि एउटा सुविधा त्यस्तो चाहिँ खासै डिटरमाइन गर्दैन। तर यसलाई डिस्करेज पनि गर्न मिल्दैन, किनकि यो लुकले पनि एउटा सहरको एउटा बाहिरी दृश्य एउटा आकर्षण एउटा तयार पारेको हुन्छ कि। भनेको एउटा मान्छेको आँखा, नाक, मुख, कान, छाला अनि हेयर स्टाइल, त्यो त नट एभ्रिथिङ, तर पनि त्यसले चाहिँ एउटा हुन्छ नि त कहीँ न कतै एउटा अट्र्याक्सन त बिल्ड गरेको हुन्छ नि त। सो त्यो कुरा चाहिँ बाहिरी आकर्षण अथवा बाहिरी अपियरेन्स चाहिँ यो लाइटिङले पक्कै पनि एउटा बनाएको छ। यद्यपि यस सँगसँगै अरू आन्तरिक कुराहरू, अरू मेजर फ्याक्टर टु डेभलप चाहिँ छन् हामीसँग, जहाँ चाहिँ हाम्रो नगरपालिकाले चाँडै ध्यान दियोस् भन्ने आशा राखेका छौँ। सो यो चाहिँ हामी अहिले चाहिँ मनुवा रोडमा पुगेका छौँ। यो हाम्रो मनुवा रोडको एउटा लेजेन्डरी यो रुख हो, चौतारी हो। अनि प्लस अनि अरू कुरा हुन्छ नि, यो मनुवा रोड एकदमै हुन्छ नि, हामी सानैदेखि कनेक्टेड रोड। यहाँ त एउटा चाउमिन पसल थियो, त्यहाँ चाहिँ हामी एकदम युजली आइरहन्थ्यो। त्यति बेला त 15 को चाउमिन मिल्थ्यो, 15 को सायद हाफै हुन्थ्यो कि खोइ, 15, 20, 30, 25, 30 होइन। अहिले चाहिँ 40, 50, 60 होइन, कति पुग्यो कति। र हामीले यहाँ चाहिँ 10-15बाट सुरु गर्थ्यौँ कि 10 को चाउमिन हाल्नु भन्दै टन्न दिन्थ्यो कि त्यति बेला। सो त्यहाँ चाहिँ यो मेमोरी कनेक्टेड छ। सो यो हाम्रो मनुवा रोड हो।
यो हाम्रो यता सगरमाथा दुधडेरी जान्छ अनि हामी चाहिँ यताबाट आएको हौँ। अब हामीले यो सानीमा ब्याङ्क, उता एभरेस्ट ब्याङ्क, चण्डीमाई मेडिकल हल पनि रहेको छ। सो यो लाइटिङ त आई थिङ्क परसम्म छ। आई थिङ्क पर भन्नाले तपाईँको 60-65 छ जस्तो लाग्छ मलाई चाहिँ। बस पार्कसम्म चाहिँ छैन होला सायद। सो अलमोस्ट मुनुवा रोडसम्मको नाइट भ्यू अफ टिकापुर क्याप्चर गरिसकेपछि अब चाहिँ हामी घरतिर जाँदैछौँ। घरतिर जाने बेला पनि हामी यताकै यो हाम्रो धौलागिरी बाटोबाट जाँदैछौँ। कति गाह्रो लवज हो मेरो, धौलागिरीको बाटोबाट जाँदैछौँ होइन। सो घुइँचो चाहिँ अलि छ यतातिर है। सो मान्छेको क्राउड चाहिँ देख्न सकिन्छ यता अलिकति टक्क लाएर। किनकि खाना खाइसकेपछि साँझतिर त्यत्तिकै हिँड्न पनि फाइदाजनक पनि होला, रिफ्रेसमेन्ट पनि हुन्छ, प्लस एकदम फुल ब्रिदिङ हुन्छ। किनकि दिउँसोभरि थकान टायर्डनेस गर्मी हुन्छ अनि राति चाहिँ यो बेला चाहिँ एकदम प्योर अक्सिजन प्लस हावा पाइन्छ। त्यो सँगसँगै अन्त पिकमा अलङ विथ लाइटिङ छ, एकदमै गजब किसिमको भव्य सिन देख्न सक्छौँ। यता केटाहरूले पारा देखाइरहेको थिए। सो यो हाम्रो इलाका प्रहरी कार्यालय टिकापुर कैलाली। अनि स्विच चाहिँ कहाँनिर छ भने चाहिँ लेट मी जुम है। ऊ त्यो बोर्डमा छ, वेट सी, यहाँ स्विच चाहिँ त्यहाँ छ, मिटर पनि त्यहाँ छ है त। चोर्ने होइन नि गाइज, यहाँ धेरै मान्छेले के गरे, यो बोट बिरुवाहरू चार्ने हुन्छ नि त्यो धाराको त्यो मिटर, त्यो नै चोरिदिएका छन् भन्ने खबर आएको थियो। यो कसले चोर्या हुनसक्छ, हाम्रो साथी भन्दैको एउटाले चोर्या हुनुपर्छ जस्तो भन्ने अनुमान लगाएको छु मैले भन्दैछु। जस्ट जोकिङ है। Nice, gazab. So thank you everyone for watching me at. Hope you love this video. See you in the next video. Be happy, be healthy, bye.